आज चाहिँ मैले एउटा सानो एउटा आफूले भोगेको र त्यो भन्न गइरहेको छु। अब कसैलाई राम्रो पनि लाग्न सक्छ होइन, कसैलाई नराम्रो लाग्नु पनि सक्छ। सो त्यसमा चाहिँ अब सबैलाई राम्रो नै लाग्छ भन्ने कुरा हुँदैन। सो म चाहिँ भन्न गइरहेको छु त्यो चाहिँ अहिलेको रियल भोकाइ हो। जापानमा अहिले जो पनि स्टुडेन्ट भिजामा आइराख्नु भएको छ, सो उनीहरूले एकदम केयर गर्नु होला है। भयङ्कर इम्पोर्टेन्ट हुनसक्छ होइन। पछि हजुरले सुनिरहेकै कुरा होला होइन, धेरैजना यहाँ सुसाइड गरेर मरिरहेको अवस्था नि छ लगभग। कति धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू अस्ति नै भर्खरै मैले सुनेको थिएँ, एउटा दिदी हाम्रो स्कुल बसिङतिरकै बित्नु पऱ्यो। त्यही भएर एउटा कुरा होइन, यदि होइन स्टुडेन्ट भिजामा आउँदै हुनुहुन्छ भनेपछि हजुरलाई यहाँ आउँदै काम मिल्दैन क्या, कुनै हालतमा मिल्दैन क्या। हजुरको ल्याङ्ग्वेज होइन नेपालमा N4 बराबरको छ होइन। N4 बराबर, त्यो N4 बराबर भनेपछि फेरि त्यो एउटा त्यो डकुमेन्टमै सीमितवाला N4 चाहियो होइन क्या। अलिक बोल्न सक्नुहुन्छ, यताउता फोन गर्न सक्नुहुन्छ, म्याप हेरेर जान सक्नुहुन्छ, कसैले यता जा भने जान सक्नुहुन्छ। सुरुमा त सकिँदैन थाहा छ कि, तर अलि होइन आफूले अलिक सक्ने टाइपको हुनुहुन्छ भने चाहिँ ओके छ। हजुरहरूलाई काम छ क्या जापानमा। जो होइन अब ट्रेनमा यता जा भने उता जान्छ, उता जा भने यता जान्छ, म्याप पनि चलाउन आउँदैन भनेपछि गाइज केयरफुल है एकदम। पछि यता आएर त्यो हाम्रो अस्ति नै त्यो दाजुभाइ दिदीबहिनीहरूले त्यो 15 लाख रुपियाँ ऋण तिरेर मरेको देखेँ मैले होइन। एकदम नराम्रो चिज हो। यदि जापानमा आएर जो मर्छ नि गाइज, त्यसको सब होइन नेपालमा पठाउन यति गाह्रो हुन्छ नि, कसम चाहिँ होइन म भनिरहेको छु। यो मैले देखेकै कुरा हो। लास्टै दुःख हुन्छ क्या, यहाँदेखि त्यो सब नेपाल पठाउन यत्रो पैसा खर्च हुन्छ होइन। सो त्यस्तो चाहिँ नगरिदिनु होला होइन। यदि भने नि मैले, यदि हजुरहरूलाई होइन क्षमता छैन, म जे भयो नि गर्छु, जस्तो काम भयो नि गर्छु होइन, काम 2-4 महिना मिल्दैन भने पनि ओके, घरबाट अलि पठाएर सहयोग गर्छन् फ्यामिलीले भनेपछि ओके छ गाइज, आउनुहोस्। मैले रोक्नु खोजेँ होइन, बट होइन हजुरहरूको त्यस्तो छैन होइन। मलाई जापान आउँदै काम चाहियो होइन, त्यस्तो चाहिएको छ भनेपछि आफूले चिनेको ठाउँमा जाने, बरु टाइम लागोस् 2 महिना 4 महिना होइन, त्यो केही फरक पर्दैन। बट चिनेको ठाउँमा जाने होइन। त्यत्तिकै कोही पनि छैन, जे पनि हो जापान जानु त पछि आफैले गर्न सकिन्छ, यस्तो सोच छ भने चाहिँ कसम त्यो सोच छोड्नुहोस् है। यदि दुःख पाउनुहुन्छ नि मर्न न बाँच्नुको अवस्था हुन्छ। सो त्यही भएर यति कुरा चाहिँ ध्यान दिनु होला। सो होइन हजुर कति धेरैलाई अब यस्तो लाग्न सक्छ अनि अहिले आफू जापानमा छ, आफू पैसा कमाइरहेको छ, चाहिँ हामीलाई चाहिँ आउनु दिन्न, त्यो सोच पनि होला कि मैले भोगेको थिएँ। किनकि यो त्यो नराम्रो सोच होइन, त्यो मैले नि सोचेकै हो कि। जब म सुरुमा म जापान आउनु खोज्थेँ नि, हो त्यति बेला कसैले नआइज भने मलाई रिस उठ्थ्यो क्या, त्यसको भिडियो हेर्दैन क्या। सो त्यस्तै अहिले हजुरलाई नि भइरहेको होला, त्यस्तो मैले नराम्रो भनेको होइन। बट एकचोटि सोच्नु होला कि गाइज प्लिज, पछि यता आएर त्यत्तिकै लास्टै दुःख हुन्छ त्यो गर्नुभन्दा त एकदम सोच विचार गरेर आउनु होला होइन। स्टुडेन्ट भिजामा सकेसम्म नआउनुहोस् भन्छु म त अब, किनकि जापानमा लगभग नेपाली दाजुभाइ दिदीबहिनीहरू 2 लाखको एराउन्डमा भइसक्यो, त्योभन्दा नि धेरै छ क्या। एउटा काम खुलिरहेको हुन्छ होइन, त्यसमा 7-8 जना पुगिरहेको हुन्छ क्या। सो त्यस्तै भएर यदि आफ्नो होइन ल्याङ्ग्वेज टप छ, म जित्न सक्छु होइन, अलिक एकदम क्या एक्टिभ हुनु पऱ्यो क्या चारैतिर, थाहा छ कि नै। त्यो नर्मली त्यो लुसे पाराले कामै चल्दैन क्या। यता मैले भने नि हामी पनि लुसे नै थियो कि, तर हाम्रो त साथी छ नि त, जे भने साथीहरूले काम खोजिदियो, यताउता गरिदियो, त्यही भएर हामीलाई अलिक छिटो भयो क्या, सजिलो भयो। सो आफ्नो चिनेको ठाउँमा जाने, बरु इन्टरभ्यू पास भएन केही छैन, अर्को इन्टेकमा आउने, तर चिनेको ठाउँमा मात्रै जाने गाइस। ओके, यति भन्नलाई म यो भिडियो हालिरहेको छु होइन। धेरै अब नेगेटिभ पनि नसोच्नु होला, फेरि यसले जापान आउनु दिइरहेन मलाई, मेरो सपना तोडिरह, त्यो नसोच्नु होला कि गाइस, नेगेटिभ नलिनु होला, यो भिडियोलाई पोजिटिभ लिनु होला। ओके, थ्याङ्क यू सो मच, बाई बाई।